हाई हेलो वेलकम गाइस टु माई न्यू भिडियो न्यू ब्लग है। आज चाहिँ दिवाली विशेष हो। दिवालीमा जाँदैछौँ हामी गाजी घरमा हैन। अनि अब म गाजी घरको भिडियो यसो अलिअलि देखाउँछु। मतलब लाइन छैन अनि त्यही भएर यसो अलिअलि मतलब अलिअलि देखाउँछु। धेरै त सक्दिनँ, चार्ज छैन फोनमा है। त्यही पनि म देखाउने कोसिस गर्छु सके जति। यो चाहिँ गाजी घर है गाइज। अब दिवाली मतलब दिवाली मण्डलमा लाने बेला हुन आँट्यो, बेला सुरु हुन आँट्यो। देउता चाहिँ लिएर निस्किनु हुँदैछ। चाहिँ गाजी घर मतलब गाजी घरबाट मासतिर निस्किँदैछौँ। अब मासतिर रोडमा निस्किँदै हुनुहुन्छ देउता लिएर हैन। अब दिवाली थानमा जानको लागि अनि हामी चाहिँ मासतिर निस्किँदैछौँ भेट्नको लागि छिटो छिटो। यो चाहिँ मासतिर रुटमा है दिवाली थान जाने बाटो यहाँनिर पर्छ। वीडियो तो याद ले वाला मैंने दिवाली थानको लागि जान आउँदै हुनुहुन्छ। चाहिँ हाम्रो दिवाली थान जाने गेट है। यहाँबाट यता छिर्न जति जो अगाडि हिँड्नु त उता जाने हो नि बस्नु उता जाने कि यता जाने हो। देउता भित्रैले हुनुहुन्छ दिवाली थानभित्र। यो चाहिँ दिवाली थान हो। हिजो बेलुका पानी परेको कारणले त्यो भित्र लागेको चाहिँ मण्डल बारी सकेको थियो अनि त्यो भित्रको गऱ्यो। अनि आउने क्रम जारी छ। यो दिवाली थान दिवाली थान चाहिँ यही हो है। बोकाहरू ल्याउने क्रम चाहिँ जारी छ।
सबैभन्दा धेरै कराउने बोको चाहिँ यही हो कि कसको हो अनि बोकाहरू चाहिँ एकदम जारी नै छ बोकाहरू चाहिँ आउँदैछ नि यति अहिले चाहिँ यति आइसकेछन् होइन 50-60 वटा बोकाहरू चाहिँ आइसकेछन् अझै यो चाहिँ देवाली थानभित्र प्रवेश गर्दाखेरिको है चाहिँ देवाली थाना अगाडि है आउने क्रम जारी छ अब पहिले देउता भित्र आउनुपर्छ अनि मात्र अरू पस्नु मिल्छ देउताहरू नाच्दै हुनुहुन्छ देवाली थानभित्र रोकबकी रहेछ बुझाउँछ त होला नि देवाली थानभित्र देउताहरू नाच्दै हुनुहुन्छ अब पस्नुहुन्छ अब भित्र हुन मिल्छ